तर निष्कर्षमा थोरै केही शब्दहरू तपाईँहरूलाई हुन्थ्यो कि भन्ने मलाई चाहिँ लाग्यो। मैले सरस्वती पढेँ यो कथा सङ्ग्रह र अब इमान्दारिताका साथ बोल्नुपर्दा सर्जकले कहिल्यै पनि पाठकलाई सोधेर रचना लेख्दैन। आफै मनन गर्छ, आफै पढ्छ, पढेको कुरा अनुभव गर्छ र व्यवहारमा उतार्छ। त्यसकारण मैले तपाईँले यो लेखिदिनुहोस् ऊ लेखिदिनुहोस् भन्न म सक्दिनँ, किनभने उहाँको स्वतन्त्रता अघि नै मैले परिभाषाभित्र बाँधिसकेको छु। अब यस पछाडि अब राम्रो भनेर पनि अलिकति पन्छिनु हुँदैन। तपाईँका कथाभित्र केही विधा प्रत्ययन पनि भएको छ र हुनुपर्छ लोककथाभित्र। जस्तो तपाईँको झस्ता कथामा कविताको प्रत्ययन छ र यसै गरी तपाईँका धेरै अधिकांश सबै नै कथाहरू नाटकको नजिक छन्, जो अब अचस्मल्ल सर यही हुनुहुन्छ। नाटकको मैले बोल्नै मिल्दैन, तैपनि सरमै पढाएको व्यक्ति हुनाले नाटकमा नहुने तत्त्व भनेको संवाद र सबै कथाहरू संवादात्मक रूपमा देखिन्छन्, केही चाहिँ संवादविहीन पनि छन्। जस्तै मनन कथा हेर्नुभयो भने यहाँ निबन्ध प्रत्ययन भएको छ, अर्थात् निबन्धात्मक ढाँचामा यो कथा उत्रको भेटेको छ र कथा लघुकथाभित्र पनि कथाले प्रत्ययन भएको छ भक्तानी कथामा। हेर्नुहोस् तपाईँहरूले भक्तानी कथा, अर्को कथा त्यहाँभित्र गाभिएर आएको छ। यसरी कथा सङ्ग्रह चित्रात्मक छ, चित्रले सबै नै हामीलाई प्रविष्ट बनाउँछ घटना कता जाँदैछ भन्ने कुरा। र यसरी सभाका कथाहरू अत्यन्त उत्कृष्ट छन्। अब म उठिसक्नुभयो उद्घोषक महोदय, अब म टुङ्ग्याउनेतिर लाग्छु र सभा अधिकारीका कथाहरू अत्यन्तै उत्कृष्ट छन्, पढिरहँ जस्तो लाग्छ। यी कथाहरू हेरिसक्दा मैले दुवैजना म्याडमहरू प्राध्यापन क्षेत्रमा रहेको हुनाले एउटा कथाको चाहिँ कुरा गर्नुहुन्छ कि जस्तो लागेको थियो। सायद भन्नुभयो होला। सूचना भन्ने कथा पढ्दाखेरि अत्यन्तै मार्मिकताले छोयो पनि, किनभने हामी दिनदिनै ज्ञानका कुराहरू ओकलेर बाहिर निस्किन्छौँ। हामीले पढाएका विद्यार्थीहरू ठुल्ठुलो ठाउँमा पुग्छन्, ज्ञान हासिल गर्छन्, उच्च ओहदामा पुग्छन्, तर त्यसको जस कहिल्यै पनि टिचरले प्राप्त गर्दैन। सूचना कथामा उत्कृष्ट योगदान दिएका प्राध्यापकलाई एउटा सूचनाको भरमा निजी स्तरका कलेजहरूबाट निकालिएको सूचना टाँसिएको देख्दा साह्रै दुःख लाग्यो। सायद आफू पनि प्राध्यापन बिचमी रहेर होला। यति भन्दै म सेवा अधिकारीलाई आगामी दिनमा तपाईँको कलम अझ सशक्त बनोस्, तपाईँले छोएका हरेक विधाहरूमा नवीनतम सृष्टिको होस्, किनभने साहित्य कहिले पनि अरूले रोजेको बाटो हिँड्दैन। आफूले खोज्नुपर्ने बाटो, आफूले रोज्नुपर्ने बाटो आफ्नै खनेर साहित्य अगाडि बढ्ने हुनाले तपाईँको कलम सशक्त बनोस्। समग्र रूपमा महिला सशक्तिकरण हुनुको साथै समानताका कुराहरू उठुन्, किनभने यहाँ कुनै कथाहरूमा महिला सशक्तिकरणको नाउँमा प्राप्त गर्नै नसक्ने कुराहरू पनि भित्र उठेका छन्। त्यसकारण हामीले जुन कुरा प्राप्त गर्न सक्दैनौँ त्यसमा स्वतन्त्रताका नाउँमा ती कुराहरू उचालिरहनु पनि कति अर्थपूर्ण हुन्छ। विज्ञ पाठकवर्गहरूले नै यसमा बुझ्नुहुनेछ। यति भन्दै यस सङ्ग्रहभित्र कुनै केही कमी कमजोरी तपाईँ आफैलाई लागेमा अर्कोपल्टको सङ्ग्रह अर्कोपल्टको कृतिमा राख्नुहोला। हार्दिक शुभकामना र मलाई यो मौका दिएकोमा आयोजक वर्गमा हार्दिक धन्यवाद।